मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार प्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउने नेपाली श्रमिकलाई आग्रह गरेको छ। दूतावासका अनुसार नेपाली नागरिकको अवस्था सम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ। खाडीका अन्य देश र इजरायलमा रहेका नेपाली नागरिकहरूका लागि यस्तै पोर्टल सार्वजनिक गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा मध्यपूर्वका अन्य देशमा रहेका नेपाली दूतावासको पेजमा पोर्टल सम्बन्धी सम्पूर्ण विवरणहरू राखिएको छ।